पहिला पहिला छोराछोरीले थोरै नम्बर ल्याएर परीक्षा पास गर्दा पास त भइस् नि, तर के गर्नु, थर्ड डिभिजन ल्याएर पास भइस् त फेल भयो बराबर हो। झन् छोराछोरी पढ्छन् भनेर बिहानदेखि घरको काम आफै गरेँ, पकाएँ खुवाएँ गरेर पढाउनु पठाएको त रिजल्ट त हेर्दा यस्तो पो छ। पल्लो घरको हेर त, पल्लो घरको त उसको छोरीको हेर त कति राम्रो रिजल्ट छ, तेरो काकाको छोराको हेर कति राम्रो रिजल्ट छ। मेरो मेहनतलाई सबै तिमीहरूले लात हानेका। छोराछोरी पढ्छन् भनेर राम्रो रिजल्ट आउँछ भनेर खुसी भएर सबै घरको काम गरेर केही सिनको भात नलाइकन पढाएको त आज त समाजमा मैले के मुख देखाउने। मेरा छोराछोरी राम्रो पढ्छन्, राम्रो पढेका छन् भन्दै सबैलाई हल्ला गर्दै हिँड्थेँ म। आज यस्तो रिजल्ट आयो, म के मुख देखाउनु? मलाई कतै मुख हेरेर हिँड्न नसक्ने बनायो तिमीहरूले। अब थर्ड डिभिजन ल्याएर पास गरेका छौ, फेल भयो बराबर त हो नि। अब त्यही खाडी मुलुक जाने, कमाउने, खाने। राम्रो पढेकाले सरकारी जागिर खान्छन्, ठुल्ठुलो नोकरी पाउँछन्, ठुल्ठुलो पोस्टमा जान्छन्, हाकिम हुन्छन्। तिमीहरू केही त्यही बेल्चा खन्ने बस्ने त हो नि, कि खाडी मुलुक जाने, विदेश जाने, त्यो नपढेकाहरूले जाने ठाउँ। समाजभरि मुख हेरि नसक्नु भयो मलाई, कसलाई मुख देखाएर हिँड्नु। छोराछोरी राम्रा छन्, राम्ररी पढ्छन् भनेर सबैतिर हल्ला गर्दै 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 हिँड्नु। मेरा छोराछोरी जति कोही छैन, मेरा छोराछोरी जति राम्रो पढ्ने कोही छैन भन्दै हल्ला गर्दै हिँडेको त आज त रिजल्ट हेर्दा त सबैभन्दा लास्टमा पो रहेछ। बरु फेल भएको भए हुन्थ्यो, त्यसरी लास्टमा रिजल्ट आएर पास हुनुभन्दा त छि छि छि, के मुख देखाउनु म। अहिले छोराछोरीले थोरै नम्बर ल्याएर परीक्षा पास गर्दा तिम्रा छोराछोरीले पनि यसरी दिएका होइन, रिजल्ट आयो त हेऱ्यौ, कस्तो आयो रिजल्ट? A+ ल्याए, हाइएस्ट भयो नम्बर, हाइएस्ट ल्याएर पास गरे। त्यस्ता मुला। मेरा छोराछोरी त थर्ड डिभिजन आयो, सबैभन्दा कम। म त खुसी छु। तिम्रा छोराछोरी धेरै आएर के गर्नु, धेरै आएका छोराछोरी नेपाल बस्दैनन्, तिमीलाई छोडेर अस्ट्रेलिया जान्छन्, अमेरिका जान्छन्, युरोप जान्छन्। मेरा छोराछोरी यी बस्छन्, नेपालमै बस्छन्, थोरै नम्बर आएर पास गरेका छन्, भोलि नेता हुन सक्छन्। 6 महिना वृन्दावन बसेर आयो भनेदेखि ठुलो महाराजी पण्डित भएर देश हल्लाएर खान सक्छन्। मेरा छोराछोरीको कम मार्क्स आएको छ, म त फुलमाला लाएर गाउँभरि स्वागत गरेर घुमाउँछु। देशलाई काम लाग्ने चाहिँ मेरो छोरो हो, मेरी छोरी हो देशलाई काम लाग्ने, भोलि नेता पो हुन्छ नि त। थोरै नम्बर ल्याएर हेप्ने दिन गयो। अब थोरै नम्बर ल्याएर पास हुनेले त अब सम्मान गर्नुपर्छ, एउटा गाउँघर अभियान चलाउनुपर्छ। किनकि धेरै नम्बर ल्याउने देशमा बस्दैनन्, देशका लागि होइनन्। ती धेरै नम्बर ल्याएर राम्रो पढ्नेहरू देशका लागि होइनन्। थोरै नम्बर ल्याउने, अलिअलि पास गर्ने, पढाइ जस्तो गर्ने मात्रै देशका लागि हुन्। त्यति पनि थाहा छैन। मैले चाहिँ देशको लागि सपुत पाएको। तिमीहरूले राम्रो पढ्ने छोराछोरी पाएर के गर्नु? अमेरिकाको लागि, अस्ट्रेलियाको लागि पाइदिएको जस्तै हो। मैले मेरो देशको लागि सपुत पाएको, थोरै पढेर थोरै रिजल्ट आएको छ। छोरा स्याबास, तैँले कम पढिस्। मैले मेहनत गर्दा पढ भन्दा पनि तैँले कम पढिस् नि, स्याबास। छोरी तैँले पनि कम पढिस्, स्याबास। तिमी पनि धेरै पढ्नु पर्दैन, अलिअलि अक्षर चिन्यो भने हुन्छ।